ए हेर्नुहोस् यहाँ गाई गोरु कति छन्, कति धेरै गाई गोरु चरेर आए आनन्दसँगले। यस्तो छ यी। हेर्नु यी गाई गोरुलाई के भन्नुहुन्छ? गौमाता। यी गाई गोरुका एउटा लाइक एउटा कमेन्ट पनि गरिदिनु, जय गौमाता लेखिदिनु। ऊ चन्दाले गाई पनि लिएर आउँदैछिन्। अर्कै ठाउँमा गाई दिएर सके घनकान्त घनश्याम छेत्रीहरूले। लो हेर्नुहोस् यो कालीबहादुर दर्जीको घर। गाई गोरु चर्दैछन्। अठियाबारीको शिव मन्दिर त्यहाँ पर देख्दै हुनुहुन्छ नि, त्यो चाहिँ अठियाबारीको शिव मन्दिर हो। हेर्नु होला, जय भोलेनाथ लेखिदिनु होला। यो घनश्याम छेत्रीको दोकान यहाँ रिचार्ज लेखेको छ नि, तर रिचार्ज त फेरि गर्दैनन् नि। रिचार्ज गरेर आउनु होला नि, गुडुङ कुदेर रिचार्ज चाहिँ गर्दैनन्। रिचार्ज मात्रै लेखेको छ। ल सामानहरू यस्तै पाइन्छन्, आउनु होला। एकदम सस्तो मूल्यमा दिनुहुन्छ। ल जय श्री ल यो भिडियो हेरेर लाइक गरिदिनु होला। तपाईँहरू भिडियो त हेर्नुहुन्छ तर लाइक पनि गर्नु न, कमेन्ट पनि गर्नु न, एउटा लाइक गरिदिनु होला। नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनु है। प्रभु कस्तो लाग्छ, सब्सक्राइब गरिदिनु, लाइक गरिदिनु, कमेन्ट गरिदिनु, सेयर पनि गरे अझै राम्रो। एउटा सब्सक्राइब आउँदा धेरै खुसी लाग्छ र लाइक सब्सक्राइब गरिदिनु होला। यस्तो छ हामीहरूको गाउँ, डाँडा गाउँ भैँसी गोठ। यी यस्तो छ भैँसी गोठ। हेर्नु न, यी भैँसीलाई पाखै बाँध्दा भइहाल्छ। अनि त्यहाँबाट पाडा मात्रै बाँध्ने हो गोठभित्र। भैँसी गोठ लो हेर्नुहोस् यहाँ चट्ट पारेर नभ्याएर होला। ग्वाली फ्वाली पनि ल्याङथाङ भइसकेछ। भैँसी पनि अघि चरेर आएर डम्म बस्यो। अहिले त घाँस जताततै छ। लो हेर्नुहोस् यहाँ भैँसी। अनि गाई लिन आउँछन् कि भनेर कराइरहेको छ। यसका यो गाईका धनी लिन आउनुभएका छैनन्, अहिले लिन आउनुहुन्छ होला। अनि लानु ल हेर्नुहोस् पर पछाडि देख्नु हुँदैछ, त्यो चाहिँ डाँडा गाउँ भन्छौँ हामी। हाम्रो अठियाबारी क्षेत्र बस्तीको पूर्वपट्टिको गाउँ। यहाँ पगालाको बर लिन जाँदैछु। यहाँ पगाला आछ खेतामा। अनि बर लिन जाँदैछु। उतापट्टि तामुल बगान चट्टा कति मात्र परेको देख्दै हुनुहुन्छ। यतापट्टि आइएवाई घर बनाएर सकिएको छैन। ल ए साँझ पऱ्यो। यो हाम्रो बहर अब घरतिर जाँदैछ। यसलाई चट्ट बाँधिन्छ।